साथीहरू यो फोटो हेर्नुहोस् त, झन्डै 28 अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय भनेपछि त नयाँ र पुरानोमा के फरक पर्यो र? पुरानोले ऋण लगायो, रोजगारीको वातावरण मिलाएन भनेर पुरानो सरकारले ढालेको होइन र? नयाँ सरकारले आएको 15 दिन नपुग्दै यत्रा ऋण लगाएपछि पहिले अलरेडी पर नेपालीको टाउकामा 96,000 ऋण छ भने अहिलेको यो थप्दा कति पुग्यो? लाख क्रस गर्यो। अनि यही त हो नि, जुन जोगी आयो नि काने चिरी, होइन र? कि यसले देशलाई काया पलट हुन्छ र यो पैसाले भन्दाखेरि फेरि मामा घर जाने मन छ भन्ने एउटा धम्की आउँछन्, धम्कीपूर्ण उहरू आफूले एक्लैले मात्रै जितेको जस्तो गर्छन्। अनि यो हेर्नुहोस् अनि कमेन्ट गर्नुहोस् है त। सरकार त हाम्रो पनि हो, हामीले पनि खबरदारी गर्न पाउनुपर्छ र सबैले गरिराखेको छ, गरिन्छ पनि।